So hello and namaste, welcome back मेरो मिनी ब्लगमा। सो आज चाहिँ म चाउमिन बनाउन गइरहेको छु। मार्केट गएर आएँ। सो आई बट दिस थिङ्स, क्याप्सिकम रेडी हुँदैछ। सो आई ब्रिङ दिस, यता पाउने चाहिँ यस्तै हो। एन्ड हियर एन्ड चिकन ब्रेस्ट, यो चाहिँ फ्रोजन छ अलिकति है। एन्ड सबै कुराहरू चप गरेर राखेँ। अब बाँकी छ हाम्रो यहाँ, यो चाहिँ चिकन ब्रेस्ट हो। यो चाहिँ फ्रोजन थियो, यसलाई डिफ्रोज गरिदिएँ। त्यसपछि आम गना बोइल दिस, यहाँ चाहिँ चिकन ब्रेस्ट अनि एकदम फ्राई हुँदैछ। अनि चाउमिन बोइल भइसकेको छ। धेरै पाक्यो। अब चाहिँ छिट्टै पाक्दैछ है त। सो अलमोस्ट रेडी भइसकेको छ है। अब यहाँ चाहिँ बोइल भइसक्यो। अनि यहाँ हुँदैछ हाम्रो अर्को सेफ। अर्को सेफले चिकन ब्रेस्ट त्यहाँ फ्राई भइसकेको छ। ल अब मेरो भिडियो क्याप्चर गर्दैछ मिस्टर पनिर रिजालले, प्लिज। ओके, सो यहाँ मैले सानो हामी राखिदिन्छौँ तपाईँको यो चप, के भन्छ इङ्ग्लिसमा यसलाई? क्यारोट। चप क्यारोट होइन, क्याप्सिकम एज वेल। सबै अलिक बढी चप गरेर जस्तो लाग्यो मैले। 2 स्पुन ठिकै छ। जो हामीले यसरी नै हालिदिन्छौँ। यो चाहिँ बढी भइदिएको छ। अनि यहाँ तपाईँको चप चिल्ली पनि छ स्लाइसमा। लेख्नु नि भाइ। सो पुरै रेडी भइसक्यो। केटाहरू पनि भर्खर ड्युटीबाट आइसक्यो। अब वी आर गना इट। सो इज इट लुकिङ डेलिसियस? हामीले चाहिँ एउटामा नअटेर दुईवटा बनाएको छौँ। सो हाम्रो ड्रिङ्कमा छ आज, सफ्ट ड्रिङ्कमा कोक ओरिजिनल टेस्ट। के भन्नु चाहनुहुन्छ? आज खाना बबाल बनेको छ। एकदम दामी छ। तर टेस्ट चाहिँ गरेको छैन। टेस्ट नम्बर 1 छ। अब आफ्टर टेस्ट केटाहरूको रियाक्सन चाहिँ म रिभ्यू आइहाल्छ त। रिभ्यू पनि आउँला, रियाक्सन चाहिँ हेर्छु म। अब पस्किनीमा हुनुहुन्छ हाम्रो समीर रिजाल फ्रम झापा, वडा नम्बर 7 वडा नम्बर 7 है। प्योर जेन्जी हो। उसले चाहिँ घन्टीले फुल सपोर्ट दिइरहेछ। अर्को हाम्रो गाई चाहिँ भित्रै होला, उसको भिडियो चाहिँ पछि आउँछ है त। ल खाने बेलामा ल अब चाहिँ हामी फाइनल खाँदैछौँ। को खाँदैछौँ है हामी सफ्ट ड्रिङ्क।